थाक्यो थाक्यो खालि गेन्जी पो त माछो मुबारे जम्मा गयो स्याङ्बो ए तनम त्यही भन्नु छ भने भनौँ बिजोक छ रुपियाँ ल्याउन एक्लै चाहिँ नआउनु त्यही हो भन्न चाहन्छु रुपियाँ ल्याउन एकदम जान्छु यति नै भन्न चाहन्छु थकित आउँछ खाना हेलो गुड मर्निङ म चाहिँ आज छु हाम्रो अल्फा होटल ब्रिजेट रुई भ्याली मर्निङ भ्यू हेर्न सक्नुहुन्छ यस्तो दामी छ हिमालको काखमा ल अब चाहिँ हामी निस्किँदैछौँ कहाँ भन्दा सेर्दुङ है पानी परेको छ यस्तो बिजोग छ ढुङ्गा झर्ला कि फेरि हामी आउँछौँ रुइभ्यालीको यात्रा है तल बाइकहरू कटाउनु तिनटै बाइक कटाउनु सफल भयो यस्तो अब चाहिँ यो बाटो उकालो लाग्नु पाइन्छ फेरि है यो बाटो थाक्यो रुइभ्याली टिम सेर्पन नजिकैको कल्पना भिड नजिक यसरी खालि गेन्जी पो त माछो मुबारे जम्मा गयो स्याङ्बो ए तनम त्यही भन्नु छ भने भनौँ बिजोक छ रुपियाँ ल्याउन एक्लै चाहिँ नआउनु त्यही हो भन्न चाहन्छु रुपियाँ ल्याउन एकदम जान्छु यति नै भन्न चाहन्छु थकित आउँछ खाना के गर्नु होइन बल्ल बल्ल यहाँ अब विकास हुँदैछ विकासको लागि अब यति त सहनै पर्यो हामी युवाहरूले बाटो यस्तै छ अहिले गल्कको है बल्लको छ अब प्लाजन हजुर म तलको लिकबाट लैजा भने पकाइ हुचु यस्तो छ यार बाटोको अवस्था घुम्दै चाहिँ ओ कुनाको लिक राम्रो छ अब कुनाको लिक राम्रो छ बाटोको पारा यस्तो छ रुइभ्यालीमा चाहिँ यहाँ चाहिँ बाटो बनाउँदैछ जे होस् अबको 1 मन्थ पछि चाहिँ यहाँ पुरा ढलान हुन्छ 1 मन्थ पछि घुम्न आउँदा हुन्छ है अहिले यस्तो छ अहिले चाहिँ यस्तो छ अब तपाईँहरू आउँदाखेरि एक्सपिरियन्सको लागि चाहिँ घोडाको सवारी चाहिँ पक्कै पनि गर्नु होला है हाम्रो रुइभ्यालीमा यति आउनु भयो भने गाइस चो डेन्जर वे हामी चाहिँ रेड जोन बल्ल तल्ल कट्यो रेड जोन कटेको अवस्था बेहाल छ नि हो बेहाल छ तल कट्यो अब चाहिँ हामी यहाँ निस्किँदैछौँ है सेर्दुङ गाउँमा छिरिसक्यो हुनु न लगभग
यो बाटो बल्ल तल कट्यो। सो अब के हुन्छ आधा खोला मात्र भएर भिडियो देखाउनेछु म। फाइनली हामी चाहिँ बल्ल तल यहाँ आइपुग्यो। केटाहरू लुगा चेन्ज गरेर छन्। कस्तो भयो हाम्रो यात्रा? ल ल साइको भिडियो क्याप्चर भइरह। यात्रा हुने हो आजको एक्सपिरियन्स चाहिँ अलि भ्याली चाहिँ एक्लै चाहिँ गरिएको होला। नसोच्नु होला मौसमको यो बेला चाहिँ अरू बेला त राम्रोसँग जान्छ। यो बेला चाहिँ एकदम गाह्रो छ। मौसमको खराबले चाहिँ यस्तो दुःखहरू चल्दै पिछल्दै आयो। हजुर 20 मिनटपछि हामी चाहिँ बाटोमा अझै कस्तो हुन्छ होइन अहिलेलाई चाहिँ एकदम रमाउँदै हिँडिरहेको छ। त्यही हो जिन्दगीको इनफ रहेछ भनेर चाहिँ बुझ्यो है। अब यसले चाहिँ फिक्स लडाउँछ है। फिक्स लडाउँछ। Hello, Ines. बवाल रमाइलो नि भयो। बवाल पनि पाइयो। घाम लाग्यो गाइस। घाम लाग्यो यार। अघि लुत्रुके पारेछ है। फेरि भन्छ नि सजिलो छ भने भुत्रा सजिलो हुनु गाह्रो किनभने हाम्रो यात्रा भिडियो चाहिँ फुल भिडियो बनाउनु चाहिँ पाएन किनभने हामीसँग त्यस्तो गोब्रो सोब्रो केही पनि छैन। Brano, Brano, oi, Brano! Oi, Brano! Ayo, tahan, tahan aja, ayo.
खेचेको पर्छ मजाले बिजोग भोकियोहरू यस्तै छ यात्रा गर्ने भए उकालो ओह्रालो गर्नुपर्छ त्यही भएर टिप्लिङमा बिहे गर्ने चाहिँ सोचेर गर है ल फाइनली आइपुग्यो ल है के भन्छ है बालदेखि छ उनी फाइनली आइपुग्यो रु भ्याली अब टिप्लिङ अब यस्तै छ कि हेर्नु दुःख पाइयो जस भ्यू पनि दामी दामी छ माथि हिउँ परेर परिसकेको छ पाङसाङहरू चाहिँ लपक्कै भइसकेको छ हिउँले हेर्नुहोस् हेर्न सक्नुहुन्छ बल्ल तल्ल भेटेको चेलीजको म त खालु मेरो भिडियो वाबी बवाल खालु मेरो चेलीजको लाइटिङ ठ्याक्क दिइरहेको छ ल हामी चाहिँ आइपुग्यो यात्रा त अब कस्तो भन्ने यार त्यस्तै हो कस्तो कस्तो लाग्यो हजुरलाई यात्रा एकदम डर लाग्दो रमाइलो रुई भ्याली आउन कतिको चाहिँ एकदमै अब आउन सम्भव त छ तर एकदमै गाह्रो छ विचार पुर्याएर सबै व्यवस्थापन गरेर बर्खामा विशेष गरी पानी परेको समयमा चाहिँ जे जस्तो पनि हाम्रो सबैभन्दा म्याच्योर यो रोडको लागि चाहिँ है सबै कुरामा एकदम बुझेको हामी हो जस्तो लाग्छ मलाई चाहिँ अब अर्काको नजरमा कस्तो छ मेरो नजरमा चाहिँ अब हरेक कुरा हरेक ठाउँहरूमा चाहिँ पुगिरहन्छ उहाँ चाहिँ त्यही भएर चाहिँ हामीलाई सहज भयो आज अब जाउँ यस्तै छ के हेर्नु खन्डो सोझेर दु त्यही भएर तु जे ल ल म पब्जी